समाजलाई कुल्चिने भनेको गति छ। तपाईको भनाइ चाहिँ के हो? खोलाको ढुङ्गो ढुङ्गो अनि खोलाको ढुङ्गो भन्न लान्दिन न त नि। अनि मैले के बताउनु हुँदैन मैले किन अघि आउने बित्तिकै लगिदिनु यो ढुङ्गो मैले। अनि किन बस्नु भएको त यहाँ? अवानी गुरुबा मेरा हजुरबा ए सुन्नु यो तल्लो ढुङ्गो के हो? ढुङ्गै हो। यो तल्लो ढुङ्गो के हो? ढुङ्गा हो। यो ढुङ्गो र त्यो ढुङ्गा के फरक छ? पूजा गरेर देउता हुन् नि। पूजा गरेपछि पूजा गरेर एउटा शिला राखेर उता पूजा गर्ने। यो ढुङ्गो उठाएर केले उठाएर लाने मान्छेले? मान्छेले ल उठाउनु मान्छेले उठाएर मिसन आफ्नो हो त पूजा गरेर निस्केर देउता मान्ने हो नि त हामी त। यो शक्ति मान्छेले उठाएर चोट नलाइकन लानुहोस्, तपाईँहरूको ढुङ्गो पिराउने खर्च म दिन्छु। होइन सुन्नु न, त्यो जे गर्नुला कि तर यो शिला मानेर एउटा शिला देउता मानिसके पछाडि त्यो शिलालाई अपहरण गरेर तपाईँले बस्दिनु भयो, त्यो त हाम्रो पनि आपत्ति हो नि त। तपाईँको बारीका गरामा टाङ्गामा ढुङ्गो छ? तपाईँ म एकदम हिन्दू हुँ। हिन्दू हो भनेदेखि तपाईँलाई छोटो सर्ट उताएर दिन्छु म। तपाईँ गोर्दु गर्नुहुन्छ? किन गोर्दु गरेर शिला राख्नुहुन्छ? ढुङ्गो किन टेक्दिनँ म? यहाँ सुन्नु न, तपाईँ त्यतिखेर नि तपाईँले त सिधो गाजर गर्नुहुन्छ नि, खुला गर्नुहुन्छ नि, खोला गर्नुहुन्छ नि, तर त्यतिखेर टेक्न सक्नुहुन्न नि तपाईँले। किनभने अर्काले मान्नमा गर्छ भने गर्नु दिनुपर्छ नि तपाईँले। हजुर यति साह्रो तपाईँ यतिको बुढो मान्छे हाम्रो माने मैले माने सक्छ माने लैजाउँला त्यो गरौँला नलैजाउँला रह्यो। तर यहाँ सुन्नु न, तपाईँ हेर्दाखेरि एउटा धार्मिक मान्छे देखिन्छ, तपाईँले आएर कसैले पूजा गर्ने गरेको पूजामाथि ढङ्ग गर्छ हुन्छ कि हुँदैन? के गर्नु? देवीले प्रहार गर्ने ठाउँ कहाँ छ? तपाईँले त नटेक्दिनु। देवीले कला बोध गरिन्, देवीले कला बोध गरिन् पहिला। तपाईँ सिधा भयो नि, सिधै होइन भन्नुहुन्छ। तपाईँले नि धर्म अनुसारको मानव अधिकार छ, मानव अधिकार छ नि। एउटा हुन्छ सिधा हान्न के मुर्गे क्या हो त यो तपाईँको? मुर्गे क्या भोलि केही तलमाथि भयो भने यस्तो होइन। तपाईँ यतिको एउटा बुद्धिजीवी यतिको मान्छेले यसो समाजलाई कुल्चिने भनेको गति छ। चेली भनेको चाहिँ एउटा त्यतिकै याद दुःख दिनु आएको होइन। बाल लाने अधिकार छैन, तर तपाईँले पनि हार लात्ती हान्ने अधिकार छ। यत्रो समाजलाई कुल्चिनु भनेको नभाग्नु नि, यो लानु तपाईँले उता माई पूजा गर्नुहुन्छ, शिला काट्नु शिला टेक्नु पनि फुटाउने ढुङ्गा हामीले मान्यौँ नमानिने हो। ढुङ्गा गाह्रो लाउनुपर्छ अहिले उता लगेर खोलामा, त्यो ढुङ्गो लगेर खोलामा गाह्रो लाउनु। त्यो ढुङ्गा कुन कुन लान्छौ? त्यो ढुङ्गा कुन कुन लान्छौ तपाईँहरू? खोलाको ढुङ्गा जम्मै लानु माथि लगेर मन्दिर बनाउनु। बनाएन तपाईँले त उता भयो